हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी फुसेनतिर घुम्ने छौँ। देखिहाल्नुभयो आज वेदर पनि त्यति खुलेको छैन, सिमसिम पानी परेको छ। तर यहाँको वरिपरि हरियो डाँडा पाहाडले सबै बिर्साइदिन्छ। कति आनन्द छ हेर्नु। उता पर खोला छ, पानी पर हरियो खोला पानी बगिरहेको छ। यस्तै छ है। हो र हाँसमा बाबा पो भयो। यो आनन्दको दृश्यसँगै अब यहाँ दुईजनाको डान्स सो हुँदैछ। ल इन्जोय गर्नु है त। अनुसन्धान गर्दैछु कि हाम्रो लिम्बुजी के छ त रमाइलै छ। अनि राईजीलाई कस्तो लाग्दैछ त हाम्रो आजको? मलाई त अब एकदम रमाइलो लागिरहेको छ। इन्टरभ्यू दिन लाग्छ लागिरहेको छ। नत्र भने ठिक छ, राम्रै छ मलाई। खुसी छु म आज त एकदम खुसी छु। घुम्न पाएको छु, रमाइलो भइरहेको छ। तर मौसमले पनि आज देख्यो हल्का देख्यो भने पानी पर्न थाल्यो फेरि। परिरहेको छैन, थोरै थोरै खुल्लै छ। म चाहिँ के माछा गन्दै हुनुहुन्छ कि के हो? नेचरसँग रिल्याक्स गर्दैछु आनन्दले। माछा आउँछ र मारेर एकछाक खानु भनेको आउँदैन। जम्मा गरौँ जम्मा गरौँ। ढुकेकै छु म चाहिँ। अब लास्ट बट नट द लिस्ट भने जस्तै हाम्रो दर्लामीजीको चाहिँ के छ त्यसमा दुई शब्द जाओस् न त। ठिकै छ, घुम्ने नै भएको छ भन्नु पर्यो। थोरै मौसमले अलिकता साथ नदिए पनि तर आजको दिन चाहिँ रमाइलो नै बितिरहेको छ। त्यही त, साथमा एकजना भरिया छँदैछन् क्या अरे, सामान बोकिरहनै भएको छ। टेन्सन त छैन, डरै बोक्या छ भनेपछि होस् हामी दुईजना ह्याप्पी नै छौँ होइन त। हजुर ल राम्रो लाग्यो त्यसो भएदेखि ठिक छ। यहाँ छौँ हामी सबैजना होइन। हेलो साथीहरू, के छौ हालखबर? सो अहिले चाहिँ हामी यो स्वान्जेमा घुमिरहेको हो खासमा चाहिँ। यसलाई चाहिँ पज गरिदिएँ मैले है त, त्यहाँ पारेर देखेँ लास्ट।